ललितपुरमा आज किङ कोब्रा फेला परेको छ। यहाँ हामीले देखिरहेका छौँ एउटा कारभित्रबाट नगर प्रहरीको टिमले चाहिँ यो किङ कोब्रालाई उद्धार गरिरहेको छ। विशेष गरी तराईका चाहिँ जङ्गलमा अथवा तराईमा पाइने यो यस्ता किङ कोब्राहरू अहिले काठमाडौँ तथा हिमालका फेदीहरूमा समेत पाइएको हामीले सुन्न पाइरहेका छौँ र यो एउटा अचम्मको कुरा मान्नुपर्छ हामीले, किनभने काठमाडौँ उपत्यका त किङ कोब्राको वासस्थान होइन। यी तराईका चाहिँ जङ्गलहरूमा र तराईका फाँटहरूमा बस्ने यो किङ कोब्रा यसरी काठमाडौँमा देखिनु एउटा साँच्चै नै अचम्म र एउटा अनुसन्धानको घेराभित्र रहेको कुरा पनि हो। ग्लोबल वार्मिङको कुरा आइरहेको बेलामा सायद ग्लोबल वार्मिङको कारणले पनि हुनसक्छ अथवा अन्य के कारण हो भन्ने कुरा सायद अब यो चाहिँ वातावरणविदहरूले पनि अध्ययन गर्नुहुनेछ। हेर्न सक्नुहुन्छ किङ कोब्रा ललितपुरमा भेटियो। बाफरे, सचेत रहन हामी अनुरोध पनि गर्दछौँ सबैलाई।